जय मसी, नमस्कार। एकछिन आज नेपालमा एउटा ऐतिहासिक क्षण बालेन्द्र शाह प्रधानमन्त्रीको रूपमा शपथ लिँदैछन्। तपाईलाई थाहा छ, एउटा प्रश्न, के यस्तो नेतृत्व केवल संयोगले हुन्छ है? यसको पछाडि बाइबलको वचनले भन्दछ कि हरेक व्यक्ति शासन गर्ने प्रशासकहरूको अधीनमा बसोस्। परमेश्वरबाट आएको अधिकार बाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन् ती परमेश्वरबाट नियुक्त भएका हुन्। प्रिय मित्रहरू, यसको मतलब चाहिँ नेतृत्व केवल मानिसले बनाएको योजना अनुसार हुँदैन, हामी जनताले दिएको भोट अनुसार हुँदैन रहेछ। नेतृत्व परमेश्वरको अनुमति अनुसार, ईश्वरको चाहना अनुसार पनि हुँदो रहेछ। त्यसकारण बालेन्द्र शाहको निम्ति हामी आलोचना भन्दा पनि हामी प्रार्थना गर्नेछौँ। सम्पूर्ण क्रिस्चियन समुदायहरूले आउनुहोस् हामी प्रार्थना गरौँ। उहाँ चाहिँ आज शपथ ग्रहण गर्दै हुनुहुन्छ, हाम्रो देशको प्रधानमन्त्री बन्दै हुनुहुन्छ। परमेश्वरले नियुक्त गर्नुभएको हो। पक्कै पनि प्रभुले उहाँको जीवनबाट, उहाँको नेतृत्वद्वारा हाम्रो देशलाई परिवर्तन गर्नुहुनेछ। परिवर्तनको सुरुवात परमेश्वरबाट हुन्छ। प्रार्थना गर्नेछौँ। सर्वशक्तिमान परमेश्वर, प्रार्थना गर्दछौँ बालेन्द्र शाहको निम्ति। प्रभु तपाईले अभिषेक गर्नुहोस्। यो देशमा युवा अनि निकै जोश भएको, जागर भएको, बुद्धि विवेक भएको व्यक्ति तपाईले यो देशको अनि नेतृत्वमा लैजाँदै हुनुहुन्छ। प्रधानमन्त्रीको पदमा नियुक्त गर्दै हुनुहुन्छ। प्रभु, हामी प्रार्थना गर्दछौँ, अझै ज्ञान बुद्धिले भरिदिनुहोस्, पवित्र आत्माको शक्तिले भरिदिनुहोस्। यो देशमा विकास गर्न, सुशासन गर्न, सबै क्षेत्रमा प्रभु अनि काम गर्नको लागि सही ज्ञान र सही डिसिजन लिने त्यो बुद्धि विवेक तपाईँ प्रभुले दिनुभएको होस् भनिकन प्रार्थना गर्दछौँ। प्रभु, बालेन्द्र शाहलाई तपाईँको हातमा अर्पण गर्दछौँ। उनको पद अनि प्रधानमन्त्रीको पद सबै तपाईँ प्रभुको हातमा सुम्पन्छौँ। तपाईँले नै चलाउनुहोस्, डोर्याउनुहोस्, अगुवाई गर्नुहोस्। येशूको नाममा प्रार्थना माग्दछु। आमेन।